हेलो स्टुडेन्ट्स, स्वागत छ तपाईहरुलाई म्याथ्स गुरु नेपालमा। म विवेक शाह आज क्लास 12 को एन्टी डेरिभेटिभ च्याप्टरबाट केही फर्मुला र त्यसमा आधारित केही हिसाबहरू लिएर उपस्थित भएको छु। तपाईहरुले 11 क्लासमा पनि एन्टी डेरिभेटिभ पढ्नु भयो नि होला हैन। अब 11 क्लासमा यस्तो नभएर पनि हामीले बेसिक कन्सेप्ट जति पनि छ सबै हामीले 11 क्लासबाट लिइसकेको छौं। अब त्यो बेसिक कन्सेप्टहरु मैले यहाँ लेखाएन, त्योहरु तपाईहरुले त्यो आफ्नो किताबबाट पनि त्यो बेसिक फर्मुलाहरु याद गर्नु होला हैन। अब हामीले यो 12 क्लासमा नयाँ जुन पढ्नु पर्ने फर्मुलाहरु छ र त्यसमा आधारित जुन 12 क्लासमा हिसाबहरु छ म त्यसमा डिस्कस गर्ने छु र त्यही अनुसारको क्वेशनहरु आज म सल्भ गर्न सिकाउने छु। हस्त अब हामी स्टार्ट गरौँ हैन। मैले सबभन्दा सुरुमा यो लेक्चर 1 मा मैले तपाईहरुलाई तीनवटा महामन्त्र दिइरहेको छु है। यो कृपया एकदमै राम्रोसँग कण्ठ गर्नु होला, एकदमै राम्रोसँग यसलाई ख्याल राख्नु होला है। यो तीनवटा महामन्त्र तपाईहरुले बुझ्नु भयो भने तपाईले 12 क्लासको एन्टी डेरिभेटिभमा धेरै नै हेल्प गर्छ यो तीनवटा महामन्त्रले। यो फर्मुला हो हैन, मैले तपाईहरुलाई एउटा भन्दाखेरि मन्त्र जस्तो नै महामन्त्र हो भन्ने बुझाएको छु है। सबभन्दा सुरुमा 1 नम्बरमा मैले के लेखेको छु भन्दाखेरि इन्टिग्रेसन 1/x² + a² dx यदि छ भने हामीले यसमा 1/a tan इन्भर्स x/a + c यो एउटा पहिलो फर्मुला भयो। अब अर्को फर्मुला 1/x² - a² dx यदि यति आयो भने हामीले त्यसमा कस्तो फर्मुला लाउँछ भन्दाखेरि 1/2a log मोडुलस अफ x - a/x + a + c यो भयो दोस्रो फर्मुला हाम्रो। के त हाम्रो तेस्रो फर्मुला रहेको छ इन्टिग्रेसन 1/a² - x² dx 1/2a log मोडुलस अफ a + x/a - x + c हैन। अब यो तीनटै फर्मुला तपाईहरुले बुझ्नु पर्ने हुन्छ। यो तीनटै फर्मुला तपाईहरुले बुझ्नु भयो भने धेरै जसो यसमा हेल्प हुन्छ है। धेरै जसो तपाईहरुलाई यो इन्टिग्रेसनमा 50% जति हेल्प हुन्छ। तपाईहरुले याद गर्नु तरिका के छ भन्दाखेरि यो प्लस वाला जुन छ प्लस वाला त्यसको त एउटा छुट्टै फर्मुला भइहाल्यो हैन, 1/a tan इन्भर्स x/a + c। तर यो दुबै माइनस वाला छ। सेकेन्ड नम्बरमा के छ x² - a² र थर्ड वालामा a² - x²। यसरी याद गर्दा हुन्छ कि यो दुबै यो 1/2a त सेम नै भयो, लग पनि सेम नै भयो दुबैको। तर यदि x सुरुमा आछ भने माथितिर माइनस तल प्लस, यदि a सुरुमा आछ भने माथितिर प्लस तल माइनस गर्नु होला है। बाकी c त सेम नै हुन्छ। यति बुझ्नु होला, यसरी यसलाई याद गर्दा हुन्छ है। अब यो फर्मुला यदि तपाईहरुले कण्ठ गर्न सक्नु भयो भने हामीले यसमा धेरै जसो के भन्छ धेरै जस्तो न्युमेरिकलहरु हामीले इजिली सल्भ गर्न सक्छौं है त। अब मैले के यहाँ नोटमा लेखेको छु यो अलिकति ध्यान दिनु होला। स्टेप 1 मा हामीले गर्नुपर्ने के हुन्छ भन्दाखेरि x² को जुन कोएफिसिएन्ट हुन्छ नि, जस्तै मान्नुस् के आइहाल्यो 2x² हैन। यो 2 जुन छ x² को कोएफिसिएन्ट छ, यो कोएफिसिएन्टलाई हामीले सुरुमा के गर्नुपर्छ कमन लिने। के गर्ने रे कमन लिने। x² को जुन कोएफिसिएन्ट हुन्छ त्यो हामीले कमन लिने। त्यसपछि स्टेप 2 मा हामीले के ध्यान दिनुपर्छ यदि ax हैन ax यदि पोजिटिभमा दियो भने ax यदि हामीले पोजिटिभमा दिएछ भने हामीले कम्प्लिट स्क्वायर बनाउँदाखेरि के हुन्छ रे a + b को होल स्क्वायर बनाउनु पर्छ। यदि माइनसमा दिएको छ भने a - b को होल स्क्वायर बनाउनु पर्ने हुन्छ है। फेरि भने मैले यदि ax जुन छ ax पोजिटिभमा दिएछ भने a + b को होल स्क्वायर बनाउने, यदि ax माइनसमा नेगेटिभमा दिएको छ भने a - b को होल स्क्वायर बनाउने है। यहाँसम्म बुझ्नुस् र हामी यो क्वेशनहरु गर्दा एकदम प्रष्ट क्लियर हुन्छ, एकदमै क्लियर हुन्छ, टेन्सन नलिनुस्। अहिले यो के हो यो सबै म तपाईहरुलाई देखाउने छु, टेन्सन अलिकति पनि नलिनुस्। यो जुन हाम्रो 5-6 वटा हिसाबहरु छ, न्युमेरिकलहरु छ, क्वेशनहरु छ, यो हामीले गर्दा तपाईहरुको एकदमै कन्सेप्ट क्लियर हुन्छ। अहिलेसम्म यति कुरा बुझ्नु भयो होला है। अब हामीले क्वेशन गरौँ है त। क्वेशन लिइसकेछौँ हैन। यो हाम्रो फर्स्ट क्वेशन रहेको छ जुन मैले यहाँ अलरेडी 6 वटा क्वेशन राखेको छु हैन। त्यसमध्ये हामीले फर्स्ट क्वेशन लिएछौँ। यो वाला क्वेशन मैले यहाँ सारे हैन। अब यो क्वेशन हामीले सल्भ गर्नुपर्ने हुन्छ है। यस्तै क्वेशनहरु तपाईहरुको एक्जाममा पनि 1 मार्कमा यसो क्वेशनहरु कहिलेकाहीँ सोधिन्छ हैन। 1 मार्कमा या त कहिलेकाहीँ 2 मार्कमा पनि आउँछ। ओके, त सबभन्दा पहिला हामीले के गर्नुपर्छ यसलाई सोलुसन गर्नुपर्छ हैन। अब सोलुसनमा फर्स्ट स्टेपमा के गर्नु तपाईहरुले लेट I = यसलाई I मान्नु है। 1/x² + 64 जे छ त्यो। ओके, त्यसपछि अब हामीले के गर्नुपर्ने हुन्छ कि यसलाई कम्प्लिट स्क्वायर बनाउनु पर्ने हुन्छ। किनभने हामीले यहाँ के पढाछौँ कि x² + a², तर यहाँ प्लस त छ x² पनि मिल्यो, तर यहाँ त 64 छ हैन, 64 छ। तर हामीले के पढायो कि a को स्क्वायर हुनु पर्यो हैन। त हामीले यसलाई स्क्वायर बनाउनु पर्ने हुन्छ। हामी के गर्छौं यहाँ
कि 1/x² प्लस कि हामीले यो 64 लाई 8 को स्क्वायर भन्न मिल्छ, मजाले मिल्छ। 8 8 जा 64 हुन्छ हैन, dx जस्ताको त्यस्तै। अब हेर्नुस् यो जुन हाम्रो जुन एउटा यो जुन इक्वेसन बनेर आयो 1/x² प्लस 8 को स्क्वायर, यो हाम्रो यो फर्मुलासँग मिल्छ कि मिल्दैन हैन। यो फर्मुला हेरिदिनुस्, x² 1/x² प्लस a² dx। यहाँ पनि हाम्रो के रहेछ 1/x² प्लस यो यो त a भयो हैन, यो a भयो नि 8² भन्दाखेरि हाम्रो यो फर्स्ट फर्मुलासँग मिलिरहेछ। त फर्स्ट फर्मुलामा हामीले के लेखेका छौं कि यदि 1/x² प्लस 1/x² प्लस a² छ भने हामीले के हुन्छ 1/a tan इन्भर्स x/a प्लस c। सेम हामीले यो फर्मुला यहाँ पुट गर्छौं। यहाँ हेर्नुस्, त्यसपछि हामीले अब यो त हाम्रो फर्मुलामा गइसक्यो सिधा, त हामीले के लेख्छौं अब 1/a भनेको a हाम्रो के छ यहाँ 8, a भनेको के हो 8 आइहाल्यो। त्यसपछि के छ फर्मुलामा tan इन्भर्स, त tan इन्भर्स x/a, त x/a कति छ 8 प्लस c। यही नै हाम्रो फर्स्ट क्वेशनको एन्सर रहेको छ। हेर्नुस् कति इजी छ। यदि तपाईहरुले फर्मुला बुझ्नु भएको छ भने हामीले बनाउनु पर्ने हुन्छ, क्वेशनमा त सिधा दिएको हुँदैन यो पनि स्क्वायरमा, तर हामीले यसलाई स्क्वायरमा बनाउनु पर्ने हुन्छ, कम्प्लिट स्क्वायरमा बनाउनु पर्ने हुन्छ है। यो तरिका बुझ्नुपर्छ। अब यहाँ मैले तपाईहरुलाई स्टेपहरु लेखाएको थिए हैन नोटमा कि सुरुमा x² को कोएफिसिएन्ट कमन लिने। त यहाँ हेर्नुस् त यहाँ त हाम्रो x² मा त कोएफिसिएन्ट कति छ 1 छ, त 1 त कमन लिनु पर्दैन, त्यही भएर मैले यहाँ कमन लिएको छैन। ओके बुझ्नुभयो यहाँ। अब यो दुईटा यो स्टेप 2 हामीले यो स्टेप 2 म तपाईहरुलाई अर्को हिसाबमा सिकाउने छु है। यो यसमा काम लागेन, तर अर्कोमा अवश्य म तपाईहरुलाई सिकाउँछु है। अर्को आउन दिनुस्, तीनवटा होला त्यसमा म सिकाइदिन्छु, त्यसमा म क्लियर गर्छु तपाईहरुको। हस् त यो ए को एन्सर यति नै रह्यो। ओके हामीले अब क्वेशन नम्बर 2 लिएको छु, बी नम्बर क्वेशन हैन, जुन यहाँ मैले अलरेडी यहाँ क्वेशनहरु राखिदिएको छु हैन, 6 वटा क्वेशनहरु। ती क्वेशनहरु मध्ये अब ए हामीले सल्भ गरिसक्यौ। अब बी पनि सेम नै छ, केही छैन यसमा। हेर्नुस् फेरि अब हामीले के गर्ने प्रोसेस जाने हो, सोलुसन अब लेट गर्ने हो। i = कति हुन्छ dx/x² प्लस 49 हैन, यति भइसक्यो। त्यो हामीले क्वेशनमै दिएको छ। अब हामीले यसलाई के लेख्न सक्छौं 1/x² प्लस 49 लेख्न सक्यो हैन। यो dx यहाँ राख्दिदा केही फरक पर्दैन। फेरि अब हाम्रो माथिको फर्मुलामै गइरहेछ यो क्वेशन हैन, तर यहाँ हाम्रो के गर्नुपर्छ x² प्लस यो जुन 49 छ यो कतिको स्क्वायर छ भन्नुस् त, तपाईहरु नि भन्नुस् कतिको स्क्वायर छ, एकचोटी भन्नुस्। हो 7 को स्क्वायर रहेको छ, एक्ज्याक्टली 7 को स्क्वायर रहेको छ। अब हेर्नुस् x² प्लस a² माथिको फर्मुलामा गयो, के रे x² प्लस 7² 7² छैन, x² प्लस 7² dx भन्दाखेरि x² प्लस a² dx आइहाल्यो 1/1/x² प्लस a² जुन हामीले माथिको फर्मुलामा पढ्यो त्यही फर्मुलामा अब यो पनि गइहाल्यो। त हामीले सिधा यसमा के लगाइदिने फर्मुला लगाइदिने। त के थियो फर्मुला 1/a, त a को ठाउँमा यहाँ 7 छ, tan इन्भर्स x/a, a को ठाउँमा यहाँ 7 छ, त 7 प्लस c, दैट इज द आन्सर। ओके हामीले दुईटा क्वेशन सल्भ गरिसकेछौँ र मलाई फुल्ली विश्वास छ र आशा छ कि तपाईहरुले जुन हामीले अघि दुईटा क्वेशन गर्यो त्यो तपाईहरुले बुझ्नु भएको छ हैन। अब हामीले क्वेशन सी लिने छौं हैन, जुन यहाँ माथिबाट लिएको छु मैले क्वेशन नम्बर सी हैन। यो वाला क्वेशन यहाँ मैले लेखिसके। ओके यसलाई पनि हामीले प्रोसेसमा या त स्टेपमा कुनै कमजोरी नगर्ने, जस्ता छ स्टेप हामी त्यस्तै चल्दै जाने। जस्तै अब लेट i = dx/5x² - 4। अब यो क्वेशनमा हल्का ट्विस्ट हुनेछ। अब हेर्दै जानुस् तपाई। अब हेर्नुस् यसलाई हामीले 1/5x² - 4 dx लेखे हैन। अब मैले तपाईहरुलाई यहाँ माथि नोटमा लेखाएको थिए कि स्टेप 1 मा के गर्नुपर्ने हुन्छ x² जुन हुन्छ नि त्यसको कोएफिसिएन्ट हामीले कमन लिनुपर्छ। x² को के गर्ने रे कोएफिसिएन्ट हामीले कमन लिने। त्यहाँ हेर्नुस् त, यहाँ हेर्नुस् x² को कोएफिसिएन्ट कति रहेको छ 5 रहेको छ। त्यो 5 हामीले लिनुपर्छ कि कमन। त्यहाँ के भइहाल्छ 1/5 1/x²। अब कमन लिने त दुवैबाट लिइन्छ हैन। त्यहाँ हाम्रो के बन्न जान्छ माइनस, यहाँ त 5 छैन, त्यहाँ 5 छैन भने 4/5 dx। यो स्टेप बुझ्नुभयो नि, बुझ्नुभयो होला। के गरेको छैन मैले जस्ट यो x² को कोएफिसिएन्ट मैले कमन तानेको छु है त। यहाँसम्म बुझ्नुभयो हैन। अब हेर्नुस् अब x² को कोएफिसिएन्ट कमन तान्दा त यो दुवैको कमन तनाउँछ हैन। त्यो दुवैको यसको त 5 थियो त हामीले लिइहाल्यो, तर यहाँ 5 थिएन त हामीले के गर्नुपर्छ डिभाइड गरिदिनुपर्छ 5 ले। ओके अब यति त हामीले लेख्न सक्यौ। अब हामीले के गर्नुपर्छ भन्दाखेरि कि यसलाई फेरि कम्प्लिट स्क्वायर बनाउनु पर्छ हैन। त अब यसको स्क्वायर तपाईले कसरी बनाउन सक्नुहुन्छ भन्नुस् त। त्यहाँ 49 थियो, त्यहाँ 64 थियो भने यहाँ 64 थियो, यहाँ 49 थियो, तपाईले बनाउन सक्नुभयो। तर यहाँ कसरी बनाउने ओके म सिकाउँछु। यहाँ हेर्नुस्
एक्स स्क्वायर त छँदैछ माइनस यो 4 भनेको त 2 को स्क्वायर भइहाल्यो हैन। तर यो 5 जुन चाहिँ यो 5 हेरिराख्नु भएको छ यो त कसैको स्क्वायर छैन। त के हामीले यसलाई √5 को स्क्वायर लेख्न सक्छौँ? मजाले लेख्न सक्छौँ किनभने यदि यो √5 लाई यदि हामीले स्क्वायरले काट्यो भने 5 नै बाँकी रहन्छ र यो 2 2 जा 4 भइहाल्छ। केही फरक पर्दैन, हामीले मजाले लेख्न सक्छौँ र तपाईँहरू पनि यही यस्तै लेख्नु होला है त। ओके, अगाडि बढौँ। अब हेर्नुहोस् यो एक्स स्क्वायर र ए स्क्वायर आइसक्यो, एक्स स्क्वायर र ए स्क्वायर। तर अब के छ माइनस छ बिचमा, के छ अरे माइनस छ बिचमा। प्लसवाला त हामीले गऱ्यो, अब माइनस छ बिचमा। त हामीले एक्स स्क्वायर माइनस ए स्क्वायरको फर्मुला के पढेको छौँ यहाँ भर्खर हामीले एकछिन अघि पढ्यौँ कि 1/x स्क्वायर माइनस ए स्क्वायर आयो भने 1/2a लग मोडुलस अफ एक्स माइनस ए अपन एक्स प्लस ए को ए प्लस सी हैन। त सेम हामीले यही फर्मुला यहाँ सब्स्टिट्युट गर्ने हो। यहाँ हेर्नुहोस् है, अब हेर्नुहोस् 1/5 जहाँको त्यहाँ भइहाल्यो, त्यसपछि इन्टु हैन। अब 1/2a त a को ठाउँमा के छ 2/√5 त 2/√5 है त। त्यसपछि के छ लग फर्मुला छ यो है, फर्मुला लग मोडुलस अफ एक्स त एक्स को एक्स माइनस ए कति छ हाम्रो 2 + √5 अपन एक्स प्लस है, माथि माइनस तल प्लस 2 + √5 ओके मोडुलस प्लस सी। ओके, यहाँ यो मैले जस्ट फर्मुला पुट गरेको छु है। अब त्यसपछि के भयो यहाँ हेर्दै जानुहोस् है, 1/5 इन्टु यो माथि गइहाल्छ √5/4 लग। अब यो कति हुन्छ हेर्नुहोस् त, यो हामीले यसलाई के गर्न सक्छौँ √5x - 2/√5 गर्न मिल्छ कि मिल्दैन त्यो भन्नुहोस् त। अब कसरी भयो त्यहाँ हेर्नुहोस्, यो मैले तल एलसिएम लिन खोज्दा यहाँ हामीलाई यहाँ पनि के हुनु पर्यो, यहाँ केही छैन भने 1 छ। त जब 1 र √5 को हामी एलसिएम लिन्छौँ भने √5 नै आउँछ हैन। त √5 आउँछ भन्दाखेरि त हामीलाई यहाँ पनि √5 पुगाउनु पर्यो तल। त तल हामीले √5 पुगाउनको लागि जतिले तल त्यतिले माथि मल्टिप्लाई गर्नुपर्छ। यो 12 क्लासमा गएर यो सिकाउनु पर्दैन होला जस्तो मलाई लाग्छ है। यो तपाईँहरूले बुझ्नु भएको छ मजाले। त्यसपछि यो पनि भयो √5 + x + 2/√5 है त, यसरी है प्लस सी। अब हेर्नुहोस् हामीले यसलाई मार्दिन सक्छौँ। अब के गर्न सक्छौँ कि √5/20 लग √5x - 2/√5x + 2 + c है। यी तपाईँहरूको रिक्वायर्ड एन्सर रहेको छ। बुझ्नुभयो? कुनै यस्तो स्टेप छ जहाँ नबुझ्नुभयो होला? एकदम बुझ्नुभयो नै होला, किनभने एकदम मैले सब स्टेप मजाले सम्झाएर मजाले बच्चा जस्तो 1 by 1 गरेर तपाईँहरूले देखाएको छु है। यस्तै तपाईँहरू पनि गर्नु होला र आशा छ तपाईँहरू बुझ्नु भएको छ यो क्वेसन पनि। हस् त मैले यो ए बी सी तपाईँहरूलाई सल्भ गरेर देखाइसकेको छु हैन। अब बाँकीको जुन छ डी ई एफ तपाईँहरू आफै गर्नु होला। यदि भएन भने म नेक्स्ट भिडियोमा यो नेक्स्ट भिडियोमा डी ई एफ पनि तपाईँहरू समक्ष लिएर आउनेछु। हस् त, धन्यवाद। आजको लागि यति नै।